यसो जङ्गल ट्रिपतिर जान लागेको। त्यो माथि देखेको चाहिँ घनपोखरा गाउँ। यो घनपोखरा बिसी खुदी जाने बाटो। यो चाहिँ खुदी भाटे। हजुर जस मौसम चाहिँ दामी देखेछ है, वेदर चाहिँ। यहाँ जङ्गलको तल घिम्रङ गाउँ छ। म चाहिँ आज यसो भैँसी हराएकोले 2-4 दिन भइसक्यो घरमा आएन। त्यसपछि यहाँ बाटोतिर छ भन्ने खबर पाएर एकछिन यसो हेर्न आएको, तर भैँसी भेटेको छैन। अब म चाहिँ केही समय फेरि फर्किन्छु। म चाहिँ बाटोबाट देखाउँदै जान्छु है त गाइस। स्कुटर लिएर आएको। यस्तो छ, भ्यू पनि दामी छ, वेदर ओहो दामी। बाटो चाहिँ तल अलि राम्रै रहेछ। बिचमा हिलोहरू अलिकति बाटो राम्रो छैन। ट्याक्क यहाँ देखेको चाहिँ घिम्रङ गाउँ। यो घिम्रङ गाउँ मर्स्याङ्गी 2 भाटे। मर्स्याङ्गी 2 भाटे भन्छ यसलाई है त। ल जङ्गल छ, जङ्गल यस्तो ठुलो जङ्गल छ। माथि नयाँ गाउँ छ यहाँ चाहिँ। माथि मर्स्याङ्गी 1 माथि पर्छ। माथि घनपोखरा ठुलो गाउँ छ यहाँ माथि चाहिँ। म चाहिँ यहाँ हिँड्दैछु, भेटिन्छ कि भेटिन्न बाटोमा भैँसी। ल भेटियो भने ठिक छ, भेटिएन भने फर्किन्छ होला। बाटोको हालत चाहिँ यस्तो रहेछ है। बाटो बिचमा यस्तो छ हिलो। जोस् चल्न चाहिँ चल्छ गाडी चाहिँ। पखाल्नु पर्यो। खोला चिसो छ है। आहा कति चिसो, कति दामी भ्यू। आहा बाटो यस्तो छ है बाटो चाहिँ। कति राम्रो झरना। वेदर चाहिँ एकदमै राम्रो छ। यस्तो छ, बादल पनि लागिरहेछ माथि। ट्याक्क हिमाललाई छोपेछ, दामी छ। मगमगीको बास्ना छ। यो फुलको जङ्गलको त्यो रुखको बास्नाहरू आइरहेछ, एकदम मिठो। त्यो घना जङ्गल छ यहाँ तलतिर। यो तलपट्टि चाहिँ गाउँ। यहाँ गाउँ जाने बाटो चाहिँ यहाँबाट छ। ओहो वाउ, वेदर कति राम्रो वेदर हो। त्यहाँ हिमाल पारी यस्तो दामी छ। देखेको चाहिँ अनि यता यो देखिएको यो चाहिँ ढगाई गाउँ छ यहाँ पारी। मर्स्याङ्गी 3 यो तल खोचमा छ। मर्स्याङ्गी गाउँपालिका मनाङ जाने बाटो यहाँबाट जान्छ। वाउ वेदर चाहिँ बवाल छ है। यस्तो छ। यो चाहिँ हाम्रो
खुदी खोला जाने बाटो यो बर्खाले गर्दाखेरि यो बर्खाको पानीले एकदम यो यस्तरी त्यो नालीमा चाहिँ पानी खोला पसेर म अब यहाँ माथिबाट जान्छु फेरि भैँसी भेटिन्छ कि भेटिन्न आधी बाटो आइसक्यो ल है त भैँसी रहेछ यहाँ यस्तो बाटोको हालत यस्तो यहाँ पनि छैन पनि छैन खै म चाहिँ यहाँ आइपुग्यो अब कहाँ भेटिन्छ खै यस्तो छ मेरो गाडी यस्तो छ मेरो गाडी निगालो घरी खोला यहाँबाट जान्छौँ घन्टी बजाएको छैन हो माथिको वेदर भ्यू हेलो गाइस नमस्ते दाउरा हेर्नुहोस् है सुकेर हो त्यहाँ पनि सुकेर ल अब फेरि म लाग्छु माथि देखाउँछु है त बाइ गाइस